हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। धेरै दिनपछि मैले फेरि आज पनि भ्लग बनाइसकेको छु। भ्लग बनाएको छु आज चाहिँ हामी साइकुटी राइडमा गइरहेछौँ गाइज। आज चाहिँ भिडियो क्यामेरा अन गरेर भिडियो अन गरेको। एक हातले साइकुटी कुदाइरहेको छु। सो गाइज हामी आइसकेको छौँ हाम्रो सधैँ आउने ठाउँमा। केही कन्टेन्ट नपर्दाखेरि हामी हाम्रो ठाउँमा आएर बनाउने मान्छे हौँ। यसलाई भनेको हामीले गाइज साइकुटर। अनि हामी चाहिँ अल्छी लागेर यस्तो आज चाहिँ भिडियो हाल्नु पर्यो भनेर आइदिएको गाइज। यस्तो पत्तै पत्ता भइसक्यो साह्रै यहाँ त। गाइज मलाई बोल्नै आएन धेरै दिनपछि यो यस्तो भिडियो बनाउँदाखेरि त कस्तो बोल्नु नआउँदो रहेछ क्या। भन त आज मेरो भ्युज धेरै आउने गरी मेरो भ्लगमा। सबैजनालाई स्वागत छ। मलाई पनि बोल्न आउँदैन। स्वागत छ, आउनुहोस् हामीसँगै कौल पोखरी भिजिट गर्नुहोस्। हाम्रो साइकुटरमा खोइ के भन्नु अरू त। त्यो गाइज हामी चाहिँ अब यस्तो बिजोगपन देखाएर जाँदैछौँ गाइज जाँदैछौँ। ओ गाइज म चाहिँ एमबी तान्दैछु। अब हामी टिकटक बनाउन गइरहेको छौँ गाइज। अनि बिहाइन्ड द सिन हामी यो मोबाइलबाट सुट गर्छौँ अनि त्यो मोबाइलबाट चाहिँ भिडियो बनाउँछौँ। अनि तपाईँलाई के बोलेको बिहाइन्ड द सिन र उयो रियल भिडियो त्यहाँदेखि टक्क राखेर हेरेर अलिक भ्युज जाओस् भनेर। म चाहिँ धेरै बोल्दिनँ। मेरो अनुहार हेर्नुहोस्, कुच्चेको थोप्रा यस्तो हुन्छ। अनि घाम आयो मेरो अनुहारमा। क्यामेरा देख्नु बित्तिकै बोली चाहिँ हाम्रो चाहिँ यस्तै हो क्या। त्यो हाम्रो यो चाहिँ हाम्रो कमल पोखरी हो। यहाँ चाहिँ हामी घुम्न आउँछौँ। डेटिङ बस्नु गएको छैन अहिलेसम्म यो ठाउँमा। कस्तो हुन्छ भनेर हामी चाहिँ यहाँ यत्तिकै लन्ठङ क्या काम नपर हावा खानेतिर बस्छौँ, गुङ्गी खोज्छौँ यहाँ तल। अनि यस्तो अरू डेटिङ बसेको हेर्छौँ। ऊ चाहिँ टिकटक बनाउँदा थाकिसकेको। हामी चाहिँ टिकटक बनाउँदा थाकिसकेको गाइज यहाँनिर। अनि मैले चाहिँ टिकटक बनाउने क्रममा मैले मेरो फोन चाहिँ यहीँ बिर्सिसकेको रहेछ। जाने अब फोटो खिच्छ मलाई एक दुईवटा चट्ट पारेर। तो दोस्तों ये है हमारे ब्लॉगर भन्ने आएछौ। ड्राइभर ब्लगर बाजेको साइकुटी कुदाएर भरे यो भिडियो हेर्नुभयो भने बाजेले खेदाउनुहुन्छ। त्यो चाहिँ हामीलाई मजाले क्यामेराले मेनले घुमे भइसक्यो। भयो त्यसरी स्किल नदेखाउ न। स्किल ड्याङ्गा हान्दै ल भने फेरि साइकुटर बेच्दा नि नथिन् पुग्दैन नि फेरि। राइडर गुप्त डर बनाउँदा हुन्न र। राईमा पो राइडर लाग्छ त अनि गुप्त डर चाहिँ हुँदैन। हामी बाई अब हामी यही था हमारा, यही तक का सफर था। हमने फोन गरिदियो हात सानो छ नि त मेरो। हामीले यो साइकुटर जस्तो कुदाइरहेछौँ कि अनि यो ठाउँमा अलिक नौलो हुन्छ नि त। अनि सबैले हाम्रो मजाले हेरिरहेछ क्या। सानो स्कुटर आवाज पनि आउँदैन। अब इलेक्ट्रिक हो नि त यहाँ। अनि सबैले हामीलाई कस्तो एटेन्डेन्स दिएको जस्तो फिल भइरहेछ क्या। अलिकति अकवर्ड लागिरहेछ तर हामीलाई सबैले हेरिरहेछ मलाई। अब मैले नि हेर्दैछु उसलाई नै नाट्यौँ मारौँ। मेरो 10 खाइसकेको भाइ मसँग साँच्चै हो। पानपुरी ग्यास अहिले निकालिदिनु ल। सरी नि ल, पैसा छैन भने ऊ लिएर आज चाहिँ मन नलागी चटपटी पनि। के बोल न अब।
धेरै खाएर बोल्नु जहाँ गरी आएको छैन गाइस ड्राइभ गरेर बेला बोल्नु हुँदैन भने थाहा छैन तपाईँहरूलाई यसरी अगाडि फोकस गर्नुपर्छ एक्सिडेन्ट भइहाल्यो भने के गर्ने होला गाइस मेरो भ्लग सक्दो माया देखाइदिनु होला यार साह्रो बिजोग भयो अब म भ्लगबाट पैसा कमाउनु पर्छ दिस इज टु मच गाइस अब म डेली भ्लगहरू खानु पऱ्यो जस्तो पाएँ त्यस्तै गाइस तपाईँहरूले माया सपोर्ट देखाइदिनु होला यही भन्न चाहन्छु कन्टेन्ट केही नभए पनि एटलिस्ट केही न केही त हाल्छु खोला गएर आमा पानी ए सो गाइस हामी चाहिँ घर आइसकेको छौँ अनि घर आएर अब केही छैन यहाँ कुकुरहरू छ पुकु जो पुकु बिक्सो यहाँ आइन्छ बिक्सो ल ल ल ल हो त्यहाँ आएन बिक्सो त्यहाँ बसिरहेको छ कहाँ हिँडेको मान्छेभन्दा ठुलो चप्पल लाएर कहाँ हिँडेको यता हेर यता यहीँ घर ए आछ आरिसेहरू आयो अब आलिसे आयो फेरि अर्को आरिसेहरू आयो गाइस यो बिक्सो आइज त पनि आइज गाइस यो मेरो भतिज हेलो